नेक्स्टमा जानु त क्वेसन नम्बर 59 मा हेर्नु। नेबेनकन भनेको के रहेछ हेरेर आउनुभयो? नेबेनकन भनेको ओके 1 इयर जोइन भएको सर्टली एक्सपिरियन्स सेयरिङ सुनाऊ न त। कति थियो 1 वर्षपछि कति भयो? ह्यान्ड गर्नु त मोहित भाइले मेसेज गर्नु भएको छ। मोहित के छ, केही भयो 1 वर्षको बिचमा? हजुर सर, चेन्ज त धेरै नै भयो। पहिला कति आउँथ्यो अहिले कति आउँछ? बायोलोजी मात्रै, अरू त मैले के मतलब गर्ने हो र, होइन? हजुर हजुर, मेरो त 23 जोइन नहुँदाखेरि चाहिँ बायोलोजीमा चाहिँ 45 42 यस्तै अराउन्डमा आइरहेको थियो। अहिले चाहिँ लगभग 70 एप्रोक्समा जान्छ। नाम 70 बायोलोजी मिलाउने त नाम निकाल्छ होला। खै हेर नाम निकाल्नु। अब नाम निकालिसकेपछि मैले मेरो स्टुडेन्टलाई चाहिँ मैले एउटा टोकन अफ लभ र स्टेथोस्कोप दिन्छु ल, मेरो क्लासको स्टुडेन्टलाई। मेमोरी हो सधैँ, एउटा स्टेट दिन्छु अनि एउटा टोकन अफ लभ प्रोभाइड गर्छु। अनि मिलन सरको सपोर्ट माया एमबिबिएसको जर्नीभरि सधैँ हुन्छ। नाम निकाल्नु। ओके सर, थ्याङ्क 52 to 74 जर्नी भन्नुभएको छ। ठिक छ, एक दिन अब सुरु गरौँला। आज एनिभर्सरी 1 वर्ष पुरानो ग्रुपको चाहिँ जसले पहिल्यैदेखि जोइन भएर पढ्नुभयो नि। ओके, कसैको 60 मा पुगेको छ भन्नुभएको छ। एनिवे मेरो पनि सपोर्ट हो, तर मेन मेहनत चाहिँ हजुरको आफ्नो हो, होइन? आफूलाई कहिल्यै पनि नबिर्सिनु। फर्स्टमा चाहिँ हजुर माथि हुनुहुन्छ अनि मात्रै मेरो सेकेन्ड रोल आउँछ, बुझ्नुभयो नि? नेक्स्टमा हेर्नु त, ओभेरी सिक्रेट लार्ज क्वान्टिटी अफ इस्ट्रोजन ड्युरिङ भन्ने सोधेको छ। इस्ट्रोजन कति बेला बनाउँछ? ओभेरी सिक्रेट लार्ज क्वान्टिटी अफ इस्ट्रोजन ड्युरिङ यो स्याटरडे 2 बजे अचिभर्स हबमा एउटा मिटिङ राख्छु ल, है त? द्याट इज प्री ओभुलेटरी फेज। कसरी पढ्ने भनेर प्री ओभुलेटरी फेज। ओके, इक्जाम छ त एउटा त सेक्रिफाइस गर्नु पर्यो। अब सबै मिलाउनु त मिलेन। सिम्पली हजुरलाई मैले के सिकाउन खोजेको भन्दा यो चाहिँ ओभेरी हो। ओभेरीमा ओभुलेसन कतिौं दिनमा हुन्छ भन्नु त? यो सेकेन्डरी ओसाइट ओभुलेसन कति बेला हुन्छ? 14th डेमा हो कि होइन? 14th डेमा। योभन्दा अगाडिको पिरियडलाई 14 दिनभन्दा अगाडिको पिरियडलाई के भन्ने? प्री ओभुलेटरी फेज भन्ने कि नभन्ने? प्री ओभुलेटरी फेज। ओभुलेसन हुनुभन्दा अगाडि ओभेरीमा हेर्दा कुन फोलिकल छ हेर्नु त? कुन फोलिकल छ? ग्राफियन फोलिकल छ। ग्राफियन फोलिकल र ग्राफियन फोलिकलले के बनाउँछ? ओभुलेसन हुनुभन्दा अगाडि ग्राफियन फोलिकल छ, यसले के बनाउँछ? इस्ट्रोजन। र इस्ट्रोजनले के गर्छ भन्ने सोधौँ भने चाहिँ युटेरसको हेर्नु त इन्डोमेट्रियल लेयरमा गएर, यो युटेरसको इन्डोमेट्रियल लेयर हो, इन्डोमेट्रियल लेयरमा गएर के गर्छ? प्रोलिफेरेसन गर्छ। प्रोलिफेरेसन गर्छ, सेललाई मल्टिप्लाई गर्छ। ओभुलेसन भइसकेको आफ्टर द ओभुलेसन भन्ने सोध्यो भने के रहेछ? पोस्ट ओभुलेटरी फेज। पोस्ट ओभुलेटरी फेज। पोस्ट ओभुलेटरी फेजमा कर्पस लुटियम हुन्छ कि हुँदैन? त्यही भएर यसलाई लुटियल फेज पनि भन्छ। किन लुटियल फेज भनेको? कर्पस लुटियम भएर
अब लुटियल फेज भनेपछि यसले प्रोजेस्टेरोन बनाउँछ, त्यही भएर प्रोजेस्टेरोन फेज भन्छ। यसले युटेरसलाई सेक्रेटरी बनाउँछ, सेक्रेटरी फेज पनि भन्छ। सिम्पली 1 देखि 4 दिन के भयो? ब्लिडिङ फेज। मेन्स्ट्रुअल साइकल हेर्नुहुन्छ भने महिनावारी 28 दिनको हुन्छ, 1 देखि 4 दिन रगत बग्छ। सबै गर्ल्सलाई थाहा छ कि छैन? 1 देखि 4 दिन रगत बग्ने हो कि होइन? 1 देखि 4 दिन के हुन्छ? ब्लिडिङ फेज हुन्छ। हेर्नु, 1 देखि 4 दिन ब्लिडिङ फेज हुन्छ। सिधै 14औं दिनमा के हुन्छ? 14औं दिनमा कुन फेज हुने रहेछ? ओभुलेटरी फेज हो कि होइन? 14औं दिनमा ओभुलेटरी फेज हुन्छ र 14 दिनभन्दा अगाडि ओभुलेसन हुनुभन्दा अगाडि फोलिकल छ, त्यही भएर यसलाई प्री ओभुलेटरी फेज, अल्सो कल, यसलाई फोलिकुलर फेज पनि भन्छ। फोलिकल छ, फोलिकलले के बनाउँछ? इस्ट्रोजन, त्यही भएर यसलाई इस्ट्रोजन फेज पनि भन्छ। र इस्ट्रोजनले युटेरसको वाललाई प्रोलिफरेसन गर्छ, त्यही भएर यसलाई प्रोलिफरेटिभ फेज पनि भन्छ। ओभुलेसन भइसकेपछि पछाडिकोलाई पोस्ट ओभुलेटरी फेज भन्छ, लुटियम भन्छ लुटियल फेज, प्रोजेस्टेरोन बनाउँछ प्रोजेस्टेरोन फेज, र युटेरसलाई के बनाउँछ? सेक्रेटरी फेज इज द एनोदर नेम अफ पोस्ट ओभुलेटरी फेज, अदरवाइज प्रोलिफरेटिभ फेज इज द एनोदर नेम अफ द प्री ओभुलेटरी फेज। यो क्वेसन नम्बर कतिको सोलुसन हो? क्वेसन नम्बर याद छ? क्वेसन नम्बर टेल मी। 54 कि 59? 59 होला नि। 59 नम्बर चाहिँ याद हुँदैन है। 59 को सोलुसन। मेन्स्ट्रुअल साइकलको ड्युरेसन भन्ने सोध्यो भने चाहिँ 28 प्लस माइनस 7 डेज। 28 प्लस माइनस 7 डेज, 28 दिन प्लस माइनस 7 हुन्छ। ओके, त्यही भएर ओभेरी सेक्रेटरी लार्ज क्वान्टिटी अफ इस्ट्रोजन। इस्ट्रोजन केले बनाउने? फोलिकलले हो कि होइन? फोलिकल भनेको फोलिकुलर फोलिकल भनेको ओभुलेसन हुनुभन्दा अगाडि फोलिकल हुन्छ कि हुँदैन? ओभुलेसन हुनुभन्दा अगाडि फोलिकल हुन्छ, त्यही भएर फोलिकुलर फेज भनेको। ओभुलेसन भइसकेपछि फोलिकल हुँदैन, लुटियम हुन्छ, त्यही भएर लुटियल फेज। कौडा इपिडाइमिस भनेको टेल हो कि होइन? टेल केसँग जोडिन्छ भनेर पढाएको थिएँ? यो हेड हो, यो बडी हो, यो टेल हो। टेल पछि चाहिँ भास डिफरेन्स, यो चाहिँ भिडी हो, भास डिफरेन्स सुरु हुन्छ। त्यही भएर कौडा इपिडाइमिस केसँग जोडिने रहेछ? भास डिफरेन्ससँग। बार्थोलिन्स ग्ल्यान्ड इज प्रेजेन्ट इन ह्युमन बिङ। बार्थोलिन्स ग्ल्यान्डको अर्को नाम के पनि भन्ने रहेछ? ग्रेट भेस्टिबुलर ग्ल्यान्ड हो कि होइन? बार्थोलिन्स ग्ल्यान्ड इज एनदर नेम अफ ग्रेट भेस्टिबुलर ग्ल्यान्ड। र ग्रेट भेस्टिबुलर ग्ल्यान्ड के को ओपनिङमा हुने रहेछ? भजाइनल ओपनिङ। यो भजाइनल ओपनिङको यो भल्भा हो भने यो भजाइनाको साइडको ओपनिङमा के रहेछ? बार्थोलिन्स ग्ल्यान्ड। अर्को नाम के रहेछ? ग्रेट भेस्टिबुलर ग्ल्यान्ड। केसँग होमोलोगस हुने रहेछ भने सोध्यो भने चाहिँ कौपर्स ग्ल्यान्डसँग। केसँग होमोलोगस हुने रहेछ? कौपर्स ग्ल्यान्डसँग। नेक्स्टमा जाने, इन ह्युमन एडल्ट फिमेल्स अक्जिटोसिनले के काम गर्छ? अक्जिटोसिनले दुईटा ठाउँमा काम गर्छ। हेर्नु, अक्जिटोसिनले एउटा केमा काम गर्छ? ब्रेस्टमा। अक्जिटोसिनले एउटा केमा काम गर्छ? ब्रेस्टमा काम गर्छ। ब्रेस्टमा काम गरेर यसले के गर्छ? मिल्कलाई इजेक्सन गर्छ, मिल्क इजेक्सन। अर्को यसले युटेरसमा काम गर्छ। युटेरसमा काम गर्यो भने यसले बेबीलाई पनि बाहिर निकालिदिन्छ, बेबी इजेक्सन गर्छ। त्यही भएर बर्थमा हेल्प गर्छ। बर्थलाई हामीले के भन्छौँ? बच्चा जन्माउने प्रोसेसलाई पार्चुरेसन भन्छौँ। बच्चा जन्माउने प्रोसेसलाई के भन्ने रहेछ? पार्चुरेसन। त्यही भएर यसको एन्सर के हो? यसको एन्सर इन ह्युमन एडल्ट फिमेल अक्जिटोसिनले केमा हेल्प गर्ने रहेछ? causes the strong uterine contraction during the parturition. Parturition भनेको जन्माउने अनि बच्चा जन्माउँछ। त्यही भएर बर्थ हार्मोन भने सोध्यो भने के लगाउनुहुन्छ? बर्थ हार्मोन भने सोध्यो भने के लगाउने? अक्जिटोसिन। मिल्क इजेक्टिङ हार्मोन भने सोध्यो भने के लगाउने?
मिल्क इजेक्टिङ हर्मोन भन्ने सोध्दा भने चाहिँ अक्सिटोसिन। नेक्स्टमा जानु, फ्रम बर्थ टु मेनोपज उगोनिया अन्डा के हुन्छ? जन्मेदेखि महिनावारी बन्द हुँदासम्म जति बुढो भयो अन्डाको नम्बर त्यति घट्दै जान्छ। त्यही भएर एन्सर के भयो? डिक्रिज भयो। जति उमेर बढ्दै गयो, होइन ए पनि हुन्छ त, कहाँ ए हुन्छ? हुँदैन, डिक्रिज हुँदै जान्छ। मच्योर चाहिँ हुने हो तर नम्बर चाहिँ घट्दै जान्छ। जन्मिने बित्तिकै नम्बर धेरै पनि सबै इम्याच्योर हुन्छ, प्रिमोडियल फोलिकल हुन्छ, प्राइमरी ओसाइट हुन्छ, तर म्याच्योर चाहिँ यससँगै हुँदै जाने हो, हैन? यससँगै हुँदै जाने हो। ओके, 62 को सी भनिरहेको छु। स्टिमुलेट त मेमोरी ग्ल्यान्ड होइन नि। मेमोरी ग्ल्यान्ड भनेको त सेक्रेसन गर्ने हो नि, नजुक्किनु न। मेमोरी ग्ल्यान्डको त सेक्रेसन हो, इजेक्सन होइन नि त। सेक्रेसन अक्सिटोसिनले गर्ने हो कि प्रोल्याक्टिनले गर्ने हो? सेक्रेसन अक्सिटोसिनले गर्ने हो कि प्रोल्याक्टिनले गर्ने हो? प्रोल्याक्टिनले गर्ने हो नि। मिल्क इजेक्सन भने सोध्यो भने चाहिँ अक्सिटोसिन हो। मिल्क प्रोडक्सन भने सोध्यो भने चाहिँ मेमोरी ग्ल्यान्ड भनेको प्रोडक्सन हो, प्रोड्युस गर्ने, सेक्रेट गर्ने काम चाहिँ केले गर्ने हो त? प्रोल्याक्टिनले गर्दा हुने हो के। त्यही भएर मेमोरी ग्ल्यान्ड भनेको प्रोल्याक्टिनसँग रिलेटेड हो, त्यही भएर मिल्दैन यसको एन्सर। युटेराइन लेयर अफ ह्युमन बिङ द्याट स्लज अफ ड्युरिङ द इच मेन्स्ट्रुएसन। इच मिन्समा ब्रेकडाउन भएर टुक्रेर बाहिर निस्किने लेयरको नाम के हो? स्ट्राटम बेसालिस, स्ट्राटम फङ्सनालिस, पेरिमेट्रियम, मायोमेट्रियम। एन्सर के हो? इन्डोमेट्रियमको स्ट्राटम फङ्सनालिस हो। स्ट्राटम फङ्सनालिस। यहाँ हेर्नु त, दिस वान इज युटेरस हो कि होइन? यो युटेरस हो। युटेरस, युटेरसको सबभन्दा बाहिरको लेयरको नाम के रहेछ? युटेरसको सबभन्दा बाहिरको लेयरको नाम पेरिमेट्रियम। बिचको लेयरको नाम के रहेछ? बिचको लेयरको नाम मायोमेट्रियम। मायोमेट्रियम कुन मसलबाट बन्छ भन्नु त? मायोमेट्रियम कुन मसलबाट बन्छ? ए यो कार्डियाक मसल नभनिदिनु न भाइ, फेरि पाठेघर धड्केला नि फेरि, लब डब गर्दै। काम कार्डियाक मसल, स्मुथ मसलबाट बन्छ। स्मुथ मसल। सबभन्दा भित्र के रहेछ? सबभन्दा भित्रको लेयरको नाम के रहेछ? इन्डोमेट्रियम। यो इन्डोमेट्रियम चाहिँ दुईटा हुन्छ के, हेर्नु। एउटा के रहेछ? स्ट्राटम बेसालिस हुन्छ, अर्को के हुन्छ? स्ट्राटम फङ्सनालिस हुन्छ। एउटा स्ट्राटम बेसालिस हुन्छ, अर्को चाहिँ स्ट्राटम फङ्सनालिस हुन्छ। मिन्स हुँदा सेड अफ हुने लेयरको नाम के हो? स्ट्राटम फङ्सनालिस। यदि अप्सनमा छैन भने इन्डोमेट्रियम लगाउनु पर्यो, किनकि फङ्सनालिस भनेको इन्डोमेट्रियमको एउटा लेयर। अर्को हेर्नु त, भजाइनाको पिएच के हुन्छ? एसिडिक र भजाइनामा हुने, यो तल अलिकति तल भजाइना छ, भजाइनामा हुने ब्यासिलस ब्याक्टेरियाको नाम के हो? ल्याक्टोब्यासिलस एसिडोफिलस। भजाइनामा हुने ब्यासिलसको नाम ल्याक्टोब्यासिलस एसिडोफिलस। भजाइनामा लाइनिङ इपिथेलियम के रहेछ? ल भन्नु त, नन केराटिनाइज्ड स्ट्राटिफाइड स्क्वामस। सोध्छ है, नन केराटिनाइज्ड स्ट्राटिफाइड स्क्वामस इपिथेलियम। यो आइएममा सोधा क्वेसन। भजाइनाको पिएच के हुन्छ? एसिडिक। एसिडिक पिएच केले गर्दा हुन्छ ल्याक्टोब्यासिलस एसिडोफिलस। कुन इपिथेलियम रहेछ? नन केराटिनाइज्ड स्ट्राटिफाइड स्क्वामस इपिथेलियम। त्यसो भए युटेरसमा कुन इपिथेलियम हुन्छ भने सोध्छ। युटेरसको लाइनिङ इपिथेलियम केले बनाउँछ? कोलमनारले। युटेरसको लाइनिङ इपिथेलियम केले बनाउँदैछ? कोलमनार इपिथेलियम। ह्यान्ड राइटिङ त बुझ्नु भएको छ नि?
डक्टर हो अब थाहा छैन बुझ्नु भएको छ छैन भनेर बिग्रिन खोज्छ के घरिघरि हो ल्याक्टोब्यासिलसले दही पनि बनाउँछ यो ल्याक्टोब्यासिलस भजाइनामा पनि हुन्छ बुझ्नुभयो भजाइनामा पनि हुन्छ त्यही भएर अब यसको एन्सर कन्फिडेन्टली लगाउन सकिन्छ स्लज अफ सेड अफ भन्नु भने स्टार्टम फङ्सनालिस लगाउन सकिन्छ नेक्स्टमा जानु त डिसइन्टिग्रेसन अफ कर्पस लुटियम केमा चेन्ज हुने हो त कर्पस लुटियम केमा चेन्ज हुने हो कर्पस एल्बिकेन्समा चेन्ज हुन्छ कर्पस लुटियम कर्पस एल्बिकेन्समा चेन्ज हुने केले गर्दा त प्रोजेस्टेरोन भन्न पाइँदैन नि प्रोजेस्टेरोन त चेन्ज भइसकेपछि फल हुने हो कि सुरुमा कर्पस लुटियम हुन्छ प्रोजेस्टेरोन बनाइराखेका हुन्छ जब कर्पस एल्बिकेन्समा चेन्ज हुन्छ अनि प्रोजेस्टेरोन बल्ल फल हुने हो अनि मिन्स हुने हो तर कर्पस लुटियमलाई कर्पस एल्बिकेन्स लुटियम हराउने डिसइन्टिग्रेसन गराउने चाहिँ केले हो त एलएसले हो कि एलएसले गर्दा हो नझुक्किनु है त यो बुझ्नुभयो यो क्वेसन 65 को क्वेसन बुझ्यो कि बुझेन किन प्रोजेस्टेरोन भएन भनेर बुझ्नुभयो अरु त मिल्दैन इस्ट्रोजन एफएसएस प्रोजेस्टेरोन किन भएन भनेर बुझ्ने त भन्दा इनफ्याक्ट प्रोजेस्टेरोन फल भएर कर्पस लुटियम कर्पस एल्बिकेन्स बन्ने होइन कि कर्पस लुटियम कर्पस एल्बिकेन्स बनिसकेपछि एल्बिकेन्सले प्रोजेस्टेरोन बनाउँदैन अनि फल हुने हो बल्ल यो लुटियमलाई एल्बिकेन्समा चेन्ज गराउने चाहिँ एलएच चाहिँ डिक्रिज भएपछि हुने हो कि सुरुमा त ओभुलेसन हुँदा त इन्क्रिज हुन्छ ओभुलेसन हुँदा त इन्क्रिज हुन्छ पछि बिस्तारै डिक्रिज हुन्छ सेक्स इज डिटरमाइन बाई दिस वान इज क्वेसन पास्ट क्वेसन अफ बीपीकेआईएसएस धरानमा सोधा क्वेसन मेल र फिमेल छोटो भने चाहिँ वाई अफ स्पर्म फिमेल भनौँ भने एक्स हो कि होइन मेल भनौँ भने XY हो कि होइन एक्स त दुईटैमा कमन छ नि केले छुट्यायो त मेल र फिमेल एक्स त दुईटैमा छ नि त त्यही भएर एक्सले छुट्याएको होइन वाइले छुट्याएको यो दुईटा यो मात्रै बार बडी भनेको थाहा छ हजुरलाई बार बडी जहिले पनि केमा हुन्छ दुईटा एक्स क्रोमोजोम भयो भने चाहिँ एउटा बार बडी हो त्यही भएर मेलमा बार बडी हुने भयो कि भएन बार बडी हुनको लागि दुईटा एक्स हुनुपर्छ त्यही भएर मेलमा बार बडी हुँदैन फिमेलमा बार बडी हुन्छ नेक्स्टमा जाने which of the following does not involve in secretion यो मध्ये सेक्रेसन चाहिँ केले गर्दैन आफै भन्नु न सेक्रेसन केले गर्दैन इपिडिडाइमिसले गर्दैन प्रोस्टेटले प्रोस्टेटिक फ्लुइड गराउँछ प्रोस्टेटिक फ्लुइड सेमिनल भेसिकलले सेमिनल फ्लुइड बनाउँछ सेमिनल फ्लुइड कौपर्सले कौपर्स फ्लुइड बनाउँछ यो तीनवटै मिलेर तीनवटैको सेक्रेसन मिलेर के बन्छ भन्नु त सिमेन बन्छ कि बन्दैन यो तीनवटैको सेक्रेसन मिलेर के बन्छ सिमेन बन्छ र सिमेन बन्नको लागि हेर्नु त प्रोस्टेटिक फ्लुइडको कति पर्सेन्ट हुने रहेछ भनेको हिजोको क्लासमा भनेको होइन प्रोस्टेटिक फ्लुइड कति पर्सेन्ट हुन्छ 30% सेमिनल फ्लुइड कति पर्सेन्ट हुन्छ 60% कौपर्स कति पर्सेन्ट हुन्छ 5% कति पर्सेन्ट भयो टोटल सेमिनल भेसिकलको 60 प्रोस्टेटको 30 90 कौपर्सको 5 95 बाँकी 5% केले बनाउँछ स्पर्मले बनाउँछ र यो के को कम्पोजिसन हो त सिमेनको र सिमेनको पीएच भनेपछि मेल भयो भने अल्कालाइन भन्नुहुन्छ कि एसिडिक भन्नुहुन्छ अल्कालाइन भन्ने कि एसिडिक भन्ने त अल्कालाइन भन्ने टेस्टिस अफ ऱ्याबिट हर्मोन सेक्रेटिङ सेललाई के भन्ने कुन सेल टेस्टिस अफ ह्युमन भन्ने पनि हुन्छ टेस्टिस अफ ऱ्याबिट भन्ने पनि हुन्छ टेस्टिस अफ ह्युमन केले बनाउँछ लेडिक सेलले सेल अफ लेडिक्स एकैचोटि यहाँ दिस वान इज वान सेमिनिफेरस टिब्युल दिस वान इज एनोदर सेमिनिफेरस टिब्युल सेमिनिफेरस टिब्युलको वालमा सेल छ हेर्नु
यो इलोंगेटेड सेललाई के भन्ने? सर्टोली सेल। फ्ल्याटलाई के भन्ने? जम सेल। इलोंगेटेड सेललाई के भन्ने? सर्टोली सेल। फ्ल्याटलाई के भन्ने? जम सेल। यो दुईटा सेमिनिफेरस ट्युब्युलको बिचमा पनि एउटा सेल छ, त्यो सेलको नाम के हो? दुईटा सेलको बिचमा भएर यसलाई के भन्छ? इन्टरस्टिशियल सेल। इन्टरस्टिशियल सेलको अर्को नाम के पनि भन्ने रहेछ त? लेडिक सेल भन्न मिल्छ कि मिल्दैन? यसले के बनाउँछ? टेस्टेस्टेरोन। यसले के बनाए त? टेस्टेस्टेरोन बनाए। यदि हजुरलाई इक्जाममा झुक्किनु भयो भने आजदेखि सुन्तला सम्झिने कि नसम्झिने? सुन्तलाको एसबाट के रहेछ? सर्टोली सेल। एनबाट के रहेछ? न्युट्रिसन। टीबाट के रहेछ? टेस्टेस्टेरोन। एलएबाट के रहेछ? लेडिक सेल। लेडिक सेलले के बनायो? टेस्टेस्टेरोन। सर्टोली सेलले केमा हेल्प गर्यो? न्युट्रिसनमा। क्वेसन नम्बर कतिको सोलुसन हो यो? क्वेसन नम्बर कति? बिर्से यार, नम्बर भन्दैन न। 68। नेक्स्टमा जाने। जेस्टेसन पिरियड अफ ऱ्याबिट भन्ने सोध्यो भने कति लगाउने? 1 month। जेस्टेसन पिरियड अफ ऱ्याबिट भन्ने सोध्यो भने चाहिँ कति लगाउने? 1 month। 1 month। नेक्स्टमा जाने। एग अफ ऱ्याबिट इज भनेर सोधेको छ। एग अफ ऱ्याबिट। एग अफ ऱ्याबिट इज माइक्रोलेसाइथल। म्यामल भनेर सोध्यो भने माइक्रोलेसाइथल। ह्युमन भनेर सोध्यो भने के लगाउने? ह्युमन भनेर सोध्यो भने अलेसाइथल। सिम्पली यहाँ हेर्नु त, योल्क नै एब्सेन्ट छ भने त्यसलाई के भन्ने? योल्क एब्सेन्ट छ भने त्यसलाई के भन्ने? अलेसाइथल। यो पढाइसकेको छु। यो केमा हुन्छ? ह्युमनमा। स्मल अमाउन्ट अफ योल्क भन्ने सोध्यो भने के लगाउने? स्मल अमाउन्ट अफ योल्क भन्ने सोध्यो भने, स्मल अमाउन्ट अफ योल्क भन्ने सोध्यो भने माइक्रोलेसाइथल। माइक्रोलेसाइथलको लागि के भने सम्झिने? मास भने सम्झाएको छ कि छैन? मास। मासको एमबाट के रहेछ? मासको एमबाट म्यामल्स। एबाट के रहेछ? एम्फिएक्सस। एसबाट के रहेछ? स्टारफिश। अर्को एसबाट के रहेछ? स्मल अमाउन्ट। मेसोलेसाइथल एक केमा हुन्छ भने पढाएको थिएँ, सोध्छ है यो। मेसोलेसाइथल भनेको मोडरेट अमाउन्ट, फ्रगमा हुन्छ। म्याक्रोलेसाइथल एक केमा हुन्छ? लार्ज अमाउन्ट अफ योल्क। म्याक्रोलेसाइथल एक को लागि के भने सम्झिने? बर्फी भने सम्झिने। बर्फीको बीबाट के रहेछ? बर्ड्स। एबाट के रहेछ? आर्थ्रोपोड्स। आरबाट के रहेछ? रेप्टाइल्स। एफआईबाट के रहेछ? फिश। योल्क भनेको अन्डाको पहेँलो भाग। सिम्पली बुझ्ने यसरी, अन्डाको पहेँलो भाग। अन्डाको पहेँलो भाग नै छैन भने के लगाउने? अन्डाको पहेँलो भाग नै छैन भने के लगाउनुहुन्छ? अलेसाइथल। केमा हुन्छ? ह्युमनमा। सानो पहेँलो भाग छ भने के लगाउने? सानो पहेँलो भाग छ भने माइक्रोलेसाइथल। माइक्रोलेसाइथल कहाँ कहाँ हुन्छ?
मास भन्ने सम्झिने मासको एमबाट के रहेछ म्यामल्स एबाट के रहेछ एम्फिएक्सस एसबाट के रहेछ स्टारफिस अर्को एसबाट के रहेछ स्मल अमाउन्ट मेसोलेसाइटल भनेको मोडरेट अमाउन्ट भयो भने मेसोलेसाइटल केमा हुँदैछ फ्रगमा लार्ज अमाउन्ट भयो भने चाहिँ धेरै छ लार्ज अमाउन्ट भयो भने चाहिँ म्याक्रोलेसाइटल केमा हुन्छ बर्फी बर्फीको फुल फर्म के रहेछ बर्ड्स आर्थ्रोपोड्स रेप्टाइल्स र फिश नेक्स्टमा जा एक्सेल अफ ह्युमन भने सोध्यो भने चाहिँ ऱ्याबिट भनौँ भने चाहिँ माइक्रोलेसाइटल ह्युमन भने सोध्यो भने चाहिँ अलेसाइटल कन्ट्राक्सन अफ युटेरस इन द फिमेल इज ड्यू टु सेक्रेसन अफ contraction of uterus in the female is due to secretion of केले गर्दा रहेछ अक्सिटोसिनले अक्सिटोसिन स्पर्मको मुभमेन्ट के हुने रहेछ ल भन्नु त स्पर्म मुभ्स बाइ फ्ल्याजेलर मुभमेन्ट भनेर पढाएको हो कि स्पर्मको कुन मुभमेन्ट रहेछ फ्ल्याजेलर मुभमेन्ट रप्चरिङ अफ ग्राफियन फोलिकल एन्ड डिस्चार्ज अफ ओभा इज नोन एज rupturing of Graafian follicle and discharge of ova is known as त्यसलाई के भन् ओभुलेसन लास्टमा मैले पास्ट क्वेसन सिस्टमको एकैचोटि गराउँछु ल रप्चरिङ अफ ग्राफियन फोलिकल एन्ड डिस्चार्ज अफ ओभा इज नोन एज ओभुलेसन ल एकचोटि रिक्याप गर्नु इन्ट्रेस्टेडले ह्यान्ड रेज गर्नु त ओके सुशील आकाश अनि अर्को बक्सवाला भाइको नाम राख्नु पर्यो ब्याकग्राउन्ड साउन्ड नहोस् मलाई एन्सर भन्दै जानु ओके रमेश शिशिर मैले सबैलाई ह्यान्ड गर्ने इन्ट्रेस्टेडलाई मैले अनम्युट गरिदिएँ ओके सेजात मिथिला अब कसको अनम्युट हुन्छ नेटमा पनि डिपेन्ड गर्छ हजुरको है मैले अनम्युट गरिदिँदा सुनिल ओके मलाई भन्नु त ओभेरी सेक्रेट द लार्ज क्वान्टिटी अफ इस्ट्रोजन ड्युरिङ इस्ट्रोजन कति बेला बन्ने रहेछ इस्ट्रोजन भनेको चाहिँ प्री ओभुलेटरी पिरियड और फोलिकल फेजमा फोलिकुलर फेजमा प्री ओभुलेटरी पिरियड और फोलिकुलर फेजमा ओके प्री ओभुलेटरी पिरियड और फोलिकुलर फेजमा मैले जसलाई भन्छु त्यसले भन्ने ओके सुशीलले भन कौडा इपिडाइमिस केमा लिड हुने रहेछ भाषा डिफरेन्समा सर भाष डिफरेन्स प्री ओभुलेटरी फेजको अर्को नाम के रहेछ प्री ओभुलेटरी फेजको नाम फोलिकुलर फेज और एस्ट्रोजन फेज भन्ने फोलिकुलर फेज और एस्ट्रोजन फेज फोलिकुलर फेज और इस्ट्रोजन फेज भन्ने रहेछ नेक्स्टमा जाने ओके अब रमेश कसको ब्याकग्राउन्ड साउन्ड आफूलाई म्युट राख्नु न र मैले आफूलाई म्युट राख्नु त एकचोटि आफूलाई म्युट राख्नु सबैले अनि ह्यान्ड रेज छोडिदिनु मैले पालो म अनम्युट गर्छु हजुरको ब्याकग्राउन्ड साउन्ड आयो रमेश भाइ हजुर सर बार्थोलिस ग्ल्यान्ड कहाँ प्रेजेन्ट हुने रहेछ मेल कि फिमेल भाइ फिमेलमा फिमेलको कहाँ हुने रहेछ तो भेजाइनलको ओरिफिसको वरिपरि भेजाइनल ओरिफिसको वरिपरि यो केसँग होमोलोगस हुने रहेछ भाइ काउपर्स ग्ल्यान्ड बार्थोलिन ग्ल्यान्ड काउपर्स ग्ल्यान्ड बल्बो युरेथ्रल ग्ल्यान्ड होला नि भाइ कहाँ बार्थोलिस ग्ल्यान्ड यो काउपर्स ग्ल्यान्डको लोकेसन सोधो भने चाहिँ भजाइनल कहाँ हुने रहेछ भाइ के को ओपनिङमा हुनु पर्यो त यो पेनिसको ओपनिङमा ओके यो बार्थोलिस भजाइनलमा हो भने अर्को चाहिँ पेनिसको ओपनिङमा म्युट राख्ने मिथला भाइ हजुर सर इन ह्युमन अरल फिमेल अक्सिटोसिनले केमा हेल्प गर्ने रहेछ पार्चुरेसन भनेको के रहेछ भाइ त्यो सर युट्राइन कन्ट्र्याक्सन त्यो हुन्छ नि बच्चा जन्माउने सिम्पल भन्नु न पार्चुरेसन भनेको के हो बच्चा जन्माउने बच्चा जन्मिनलाई पाठेघर के हुनुपर्छ भाइ कन्ट्र्याक्सन पछि एमबिबिएस पढ्दाखेरि लेबर रुममा ड्युटी पर्छ भाइ त्यति बेला थाहा हुन्छ यसो एकछिन रेस्ट गरौँ भनौँ
आया मरे मरे बुझ्यौ नि भाइ, त्यही भएर पार्चुरेसन नबिर्सिनु, बुझ्यौ? बर्थदेखि मेनोपज जाँदा उगोनियाको नम्बर के हुन्छ? डिक्रिज डिक्रिज मिन हुन्छ। सुधा ब्रेकडाउन हुने लेयरको नाम के हो? आकाश मिश्र भाइले भन्ने मिन सुधा ब्रेकडाउन हुने लेयरको नाम के हो? स्ट्राटम फंक्शनालिस। स्ट्राटम फंक्शनालिस कुन लेयरको पार्ट हो? इन्डोमेट्रियम। इन्डोमेट्रियमको कतिवटा लेयर रहेछ? दुईटा। एउटा के रहेछ? स्ट्राटम स्ट्राटम बेसालिस बेसालिस, एन्ड अर्को के रहेछ? स्ट्राटम फंक्शनालिस। फंक्शनालिस। Disintegration of corpus luteum occurs due to the inhibition of secretion of corpus luteum. Corpus albicans बन्ने भनेको के न डिसइन्टिग्रेसन भनेको? लुटियम पछि एल्बिकेन्स बन्छ र त्यो बन्दाखेरि कुन हर्मोनको इनिबिसन डिक्रिज भयो भने हुने रहेछ? ल्युटिनेसन हार्मोन। प्रोजेस्टेरोन किन भएन त भाइ? प्रोजेस्टेरोन त सर त्यो कर्पस अल्बिकेन्स डिसइन्टिग्रेट हुने बेला मात्रै हुन्छ। कर्पस लुटियम एल्बिकेन्स बनिसकेपछि लुटियम भएन अनि प्रोजेस्टेरोन चाहिँ घट्यो बनाउने लुटियमले हो नि त। ओके, म्युट राख्ने। अभिषेक मण्डल भाइ, सेक्स इज डिटरमाइन्ड बाइ भन्ने सोध्यो भने के लगाउनुहुन्छ? YFS फर एन्सर दिएकोले ह्यान्ड डाउन गर्ने है, एन्सर दिएकोले ह्यान्ड डाउन गर्ने। एकचोटि म सोधिसकेपछि आफै बुझ्नु। वाइ अफ द स्पर्म। बारबडी भनेको के रहेछ भाइ? बारबडी भनेको के रहेछ? दुईटा एक्स क्रोमोजोमलाई बारबडी भन्छ। त्यही भएर मेलमा हुन्छ कि फिमेलमा हुन्छ? फिमेलमा। फिमेलमा। ओके, आफू निमिष भाइले भनिदिनु त सिमेनको पीएच के हुने रहेछ? एसिडिक कि अल्कालाइन? सिमेनको पीएच एसिडिक। अल्कालाइन। सिमेनको अल्कालाइन भाइ। सिमेन के मिलेर बन्ने रहेछ भाइ? सिमेन सेमिनल वेसिकल को फ्लुइड कति पर्सेन्ट? 60%। प्रोस्टेटिक फ्लुइड कति पर्सेन्ट? 30%। अर्को 5% केले बनाउँछ भाइ? 5% कौपर सेक्रेसन। 5% केले बनाउँछ? स्पर्मले बनाउँछ। 5% स्पर्मले बनाउँछ है त। त्यही भएर यसको एन्सर चाहिँ अरु सबले सेक्रेट गर्छ, इपिडाइमिसले सेक्रेट गर्दैन। त्यही भएर केले सेक्रेट गर्दैन भन्ने सोधा चाहिँ इपिडाइमिसले। नेक्स्टमा जाने टेस्टिस अफ ऱ्याबिट अथवा ह्युमन हर्मोन सेक्रेटिङ सेल भन्ने सोध्यो भने चाहिँ सेल अफ लेडिक सेल। ओके, अनिल दास भाइले भन्ने जेस्टेसन पिरियड अफ ऱ्याबिट भन्ने सोध्यो भने के लगाउने? 1 month। ह्युमन भन्ने सोध्यो भने कति लगाउने? 9 month। 9 month। एक सेल अफ ऱ्याबिटको एक के रहेछ भाइ? माइक्रोलेसिथल। माइक्रोलेसाइथलको डेफिनेसन के हो भाइ? स्मल अमाउन्टमा यो स्मल अमाउन्ट भयो भने। इक्जाम्पलको लागि के भन्ने सम्झिने भाइ? माइक्रोलेसाइथलको लागि मासको एमबाट के रहेछ? म्यामल। एबाट के रहेछ? एम्फिएक्सस। एसबाट के रहेछ? स्टारफिश। अर्को एसबाट के रहेछ? स्मल अमाउन्ट। ह्युमन भन्ने सोध्यो भने के लगाउँछौ भाइ? युटेरस कन्ट्राक्सन गर्ने हर्मोनको नाम के रहेछ भाइ? अक्सिटोसिन। स्पर्म कुन मुभमेन्टबाट मुभ गर्ने रहेछ? फ्लाजुलर मुभमेन्ट। ग्राफियन फोलिकल फुटेर 1 सेकेन्ड ओसाइड बाहिर निस्किने प्रोसेसलाई के भन्ने रहेछ? ओभुलेसन। ओके, आफूलाई म्युट राख। यो सी मा सोधा क्वेसन, पास्ट क्वेसन अफ सी। क्लाइटोरिस इन फिमेल इज के हुन्छ? क्लाइटोरिस इन फिमेल इज के पढा? होमोलोगस टु पेनिस हो कि हैन? होमोलोगस टु पेनिस। अनफर्टिलाइजेसन युरिन अफ मदर कन्टेन्स भनेर सोधेको छ। अनफर्टिलाइजेसन पिसाबमा के हुन्छ? टेल मी। फर्टिलाइजेसन भनेको प्रेग्नेन्ट भयो भने पिसाबको जाँच गर्छ नि हैन? प्रेग्नेन्टमा पिसाबकोमा के देखिन्छ? एससीजी। एससीजी को फुल फर्म के हो? ह्युमन कोरियोनिक गोनाडोट्रोपिन हार्मोन हो कि न? एससीजी ह्युमन कोरियोनिक गोनाडोट्रोपिन हार्मोन। यो चाहिँ प्लासेन्टाले बनाउँछ। एससीजी भएको भनेको प्लासेन्टा भयो। प्लासेन्टाले बनायो। प्लासेन्टा छ भनेको प्रेग्नेन्ट छ, बच्चा छ भनेर बुझ्ने हो। इजाकुलेटरी डक्ट के मिलेर बन्ने रहेछ? इजाकुलेटरी डक्ट के मिलेर बन्ने रहेछ? यो पढाइसकेको होइन,
भास डिफरेन्स प्लस डक्ट अफ सेमिनल भेसिकल। हिजोको भिडियोमा हेर्नु होला, इजाकुलेटरी डक्ट चाहिँ भास डिफरेन्स प्लस डक्ट अफ सेमिनल भेसिकल मिलेर भन्छ। मोस्ट कमन साइट अफ इक्टोपिक प्रेग्नेन्सी। इक्टोपिक प्रेग्नेन्सी भनेको प्रेग्नेन्सी अदर देन युटेरस। नर्मल्ली बच्चा बस्ने ठाउँ युटेरस पाठेघर हो कि होइन? पाठेघर बाहेक अन्त बच्चा बस्यो भने त्यसलाई इक्टोपिक प्रेग्नेन्सी भन्छ। युजुअली बच्चा बस्ने चाहिँ पाठेघरमा हो। पाठेघर बाहेक अन्त बच्चा बस्यो भने चाहिँ त्यसलाई के भन्छ? इक्टोपिक प्रेग्नेन्सी। इक्टोपिक प्रेग्नेन्सी हुने मोस्ट कमन साइट के हो भने सोधेको छ। मोस्ट कमन साइट फर इक्टोपिक प्रेग्नेन्सी इज फ्यालोपियन ट्युब। फ्यालोपियन ट्युबको पनि एम्पुलामा हुन्छ। टेललेस स्पर्म केमा हुन्छ? टेललेस स्पर्म एस्क्यारिस। अमिबोइड स्पर्म टेललेस भनेपछि अमिबोइड स्पर्म केमा हुन्छ? एस्क्यारिसमा। फ्रुक्टोज इन सिमेन इज प्रोड्युस बाई। यो पनि पढाइसकेको। फ्रुक्टोज केले प्रोड्युस गर्छ? क्वेसन नम्बर 80 को हेर्नु त, पढाएको होइन। फ्रुक्टोज केले प्रोड्युस गर्छ? सेमिनल भेसिकल। फ्रुक्टोज चाहिँ सेमिनल भेसिकलले प्रोड्युस गर्छ। अप्सन छैन भने बल्ल के लगाउने? अघि मैले क्लियरली पढाएको होइन त, अप्सन छैन भने बल्ल प्रोस्टेट लगाउने भनेर। इन क्यालेन्डर मेथड अनसेफ पिरियड भने सोध्यो भने के लगाउने? अन्डा निस्किने कति बेला हो? अन्डा निस्किने कति बेला हो भन्नु त? सिम्पल लोजिक। अन्डा निस्किने महिनावारीको 14औं दिनमा। अनसेफ भनेको अन्डा निस्किने समयको वरिपरि सेक्स गर्यो भने स्पर्मले अन्डा भेट्छ कि भेट्दैन? 14औं दिनको वरिपरि सेक्स गर्यो भने स्पर्मले अन्डा भेट्छ कि भेट्छ नि भाइ। बुझ्यो? त्यसकै वरिपरि सेक्स भयो भने त बच्चा हुने हो। 14 दिनको 7 दिन अगाडि, युजुअली 14 दिनको 5 दिन अगाडि, 5 दिन पछाडि भेरी मच रिस्क। 14 दिनको 5 दिन अगाडि, 5 दिन पछाडि भनेको लास्टै रिस्क हुन्छ। भनेको अघिल्लो 7 दिन, महिनावारी सुरु भएको अगाडिको 7 दिन सेफ हुन्छ, पछाडिको 7 दिन सेफ पिरियड हो। महिनावारी सुरु भयो, ब्लिड सुरु भयो, ब्लिड सुरु भएको 7 दिन सेफ पिरियड, महिनावारी आउने डेटको पछाडिको 7 दिन पनि सेफ पिरियड। अब बिचमा कति दिन बाँकी रह्यो? यो बिचमा 14 दिन छ नि। यो बिचको 14 दिन चाहिँ अनसेफ पिरियड हो कि। अनसेफ पिरियड भनेको 14 दिन भन्दा अगाडिको 5 दिन, 14 दिन भन्दा पछाडिको 5 दिन, यसको वरिपरि चाहिँ एकदम अनसेफ पिरियड हुन्छ। त्यही भएर अनसेफ पिरियड सोधेको छ। अनसेफ पिरियड भने सोध्यो भने के लगाउनु? ल भन्नु त। एकैछिन चार्ज सकिन लाग्यो। अनसेफ पिरियड भन्यो भने के लगाउने रहेछ? अनसेफ पिरियड भन्यो भने चाहिँ 9 देखि 19 दिन। ओभुलेसन 14 दिन हो। 14 दिन भन्दा अगाडिको 5 दिन, 14 दिन भन्दा पछाडिको 5 दिन चाहिँ अनसेफ पिरियड हो। रगत बगेको, ब्लिडिङ भएको 7 दिन र रगत बग्ने डेटको अगाडिको 7 दिन चाहिँ सेफ पिरियड हो। त्यही भएर डेट, महिनावारीको डेट प्लस माइनस 7 डेज भनेको सेफ हो। जस्तै ल भन्नु त, एकजना हजुरको महिनावारीको डेट कहिले हो? थाहा छ डेट? अलमोस्ट महिनावारीको डेट कहिले हो? यो को भाइ हो फेरि 6 गते भन्ने? ए सरी भाइ होइन, बहिनी रहेछ। आइएम सरी है भाइ, सरी। एउटाले 6 गते भन्नुभएको छ। डेट 6 गते हो भने 6 गते रगत बग्यो भने पछाडि 6 देखि 6, 7, 8, 9, 10, 11, 12 सेफ पिरियड हुन्छ कि। 6 गते रगत बग्यो भने
6 देखि याद गर्नु रगत बग्ने टाइम भनेको सेफ पिरियड हो। त्यति बेला बच्चा हुँदैन। 6, 7, 8, 9, 10 5 दिनसम्म रगतै बग्छ, पछाडिको 2-3 दिन सेफ पिरियड हुन्छ। त्यो रगत बग्ने डेट महिनावारी हुने डेट भन्दा अगाडिको 7 दिन पनि सेफ पिरियड हुन्छ। महिनावारी आउन लाग्छ भन्ने थाहा छ र अगाडिको 7 दिन हो भने सेफ पिरियड हुन्छ, तर डेट चाहिँ फिक्स हुनुपर्छ। युजुअली बिचको 14 दिनको वरिपरि चाहिँ अनसेफ पिरियड हुन्छ। त्यही भएर 9 देखि 19 दिन अनसेफ पिरियड हो। यो बुझो भाइ। युजुअली महिनावारीको पछाडिको चाहिँ 25, 26, 27 तिर चाहिँ सेफ हुन्छ। अगाडिको पनि 1, 2, 3, 4 अगाडिको 1, 2, 3, 4, 5 सेफ हुन्छ, पछाडिको 25, 26, 27, 28 सेफ हुन्छ, बिचका चाहिँ अनसेफ पिरियड हुन्छ। त्यही भएर 9 देखि 19 भनेको अनसेफ भयो। सटोरी सेल रेगुलेटेड बाइ द पिट्युटरी हर्मोन। सटोरी सेललाई केले रेगुलेट गर्छ? कुन हर्मोनले रेगुलेट गर्छ? सटोरी सेललाई रेगुलेट गर्ने हर्मोनको नाम FSH हो। सटोरी सेल इज रेगुलेटेड बाइ द FSH। हुर्क्याउने, बच्चालाई हुर्क्याउनको लागि खुवाउनु पर्यो। त्यही भएर सटोरी सेललाई पनि हेल्प गर्नु पर्यो। मेमोरी ग्ल्यान्ड्स आर मोडिफाइड भन्ने सोधेको छ। मेमोरी ग्ल्यान्ड के को मोडिफिकेसन? स्वेट ग्ल्यान्ड। यो त गराइसके जस्तो लाग्यो त। मेमोरी ग्ल्यान्ड आर मोडिफाइड स्वेट ग्ल्यान्ड। त्यसो भए सेबासियस ग्ल्यान्ड चाहिँ के रहेछ? सेबासियस ग्ल्यान्ड चाहिँ होलोक्राइन ग्ल्यान्ड भन्छ यसलाई। होलोक्राइन ग्ल्यान्ड। स्वेट ग्ल्यान्ड चाहिँ कुन ग्ल्यान्ड भन्छ भाइ? होलोक्राइन भनेको सबै ग्ल्यान्डबाट सेक्रेसन आयो। स्वेट ग्ल्यान्ड अथवा मेमोरी ग्ल्यान्ड भन्यो भने चाहिँ मेमोरी ग्ल्यान्ड भन्ने सोध्यो भने चाहिँ एपोक्राइन लगाउने। मेमोरी ग्ल्यान्ड इज भन्ने सोध्यो भने चाहिँ एपोक्राइन, APOCRIN एपोक्राइन। सेबासियस ग्ल्यान्ड भन्ने सोध्यो भने होलोक्राइन। सेल अर्गानेल एब्सेन्ट इन ह्युमन स्पर्म। ह्युमनको स्पर्ममा कुन अर्गानेल हुँदैन हेर्नु त यो मध्ये? माइटोकन्ड्रिया, सेन्ट्रियोल, न्युक्लियस, इन्डोप्लाज्मिक रेटिकुलम। 84 को एन्सर के हो? इन्डोप्लाज्मिक रेटिकुलम। हर्मोन रेस्पोन्सिबल फर द अट्याचमेन्ट अफ इम्ब्रायो इन द वाल अफ युटेरस भनेको इम्प्लान्टेसन भनेको इम्ब्रायोलाई अट्याच गर्ने भनेको प्रेग्नेन्ट बनाउने हो कि होइन? सिम्पल लोजिक बुझ्नु पर्यो के। इम्ब्रायो भनेको पछि बच्चा बनाउने हो, त्यो युटेरसमा अट्याच गर्ने भनेको प्रेग्नेन्ट गराउने हो। प्रेग्नेन्सी हर्मोन भनेको प्रोजेस्टेरोन भन्ने पढाएको छ कि छैन? युटेराइन लेयर स्लज अफ ड्युरिङ द मेन्स्ट्रुएसन भन्ने सोधेको छ। के हो एन्सर? एन्सर के हो? स्टार्टम फङ्क्सनलिस रिपिट भयो ल यो क्वेसन। नेक्स्टमा जानु। ओभुलेसन in mammal is a process in which के हो यसको आन्सर? Ovulation in mammal is a process in which egg is fertilized in the fallopian tube, egg is released from Graafian follicle, unfertilized egg pass out the female body, egg passes through the fumulated funnel of the fallopian tube. Graafian follicle but egg बाहिर निस्किने process. Next मा जाने। How many sperms are produced from 24 secondary spermatocyte? 24 secondary spermatocyte भने सोध्यो भने के लगाऊ? सेकेन्डरी भनेपछि डबल इन्टु 2 गर्ने कि इन्टु 4 गर्ने? इन्टु 2। यदि प्राइमरी भनेको भए इन्टु 2 गर्ने कि इन्टु 4 गर्ने? इन्टु 4। नेक्स्ट मा जाने। इन oogenesis haploid egg is fertilized by sperm in which stage? स्पर्मले फ्युज गर्दा कुन स्टेजमा हुन्छ? सुरुमा के हुन्छ? उगोनियम हुन्छ। सुरुमा के हुन्छ? उगोनियम। उगोनियम केमा चेन्ज हुन्छ? प्राइमरी ओसाइट। प्राइमरी ओसाइट केमा चेन्ज हुन्छ? सेकेन्डरी ओसाइट।
अनि केमा चेन्ज हुन्छ ओभम। कुन स्टेजमा एकसँग फर्टिलाइज हुन्छ ल भन्नु त? अन्डासँग फर्टिलाइज चाहिँ सेकेन्डरी ओसाइटमा हुन्छ र फर्टिलाइज भइसकेपछि यो केमा कन्भर्ट हुन्छ? स्पर्म छिरिसकेपछि बल्ल ओभम भन्ने हो। त्यही भएर स्पर्मले नभेट्दै डेट नगर्दै यसलाई ओभम भन्न पाइन्छ कि पाइँदैन? भर्जिन गर्ल इज सेकेन्डरी ओसाइट, डेटिङ गरिसकेपछि कपल भनौँ भने चाहिँ बिहे भइसकेको चाहिँ ओभम है त, त्यसरी बुझ्ने। सिंगल प्राइमरी स्पर्मेटोसाइट एन्ड सिंगल प्राइमरी ओसाइट विल रेस्पेक्टिभली प्रोड्युस, यो पढाएको होइन। प्राइमरी स्पर्मेटोसाइटले 4वटा स्पर्म दिन्छ, प्राइमरी ओसाइटले ओन्ली 1 ओभम दिन्छ। त्यही भएर 4 स्पर्म एन्ड 1 ओभम। डी भयो कि भएन? 90 को डी। व्हाट इज ट्रू अफ ग्यामेट्स? ग्यामेट्स को बारेमा के चाहिँ ट्रू हो त? ल भन्नु त, व्हाट इज ट्रू अफ ग्यामेट्स? ग्यामेट्स आर डिप्लोइड होइन, ग्यामेट्स ह्याप्लोइड हुन्छ। दे गिभ राइट टु गोनाड्स, यसले गोनाड्स बनाउने होइन। दे प्रोड्युस हर्मोन, यसले हर्मोन बनाउँदैन। दे आर फर्म फ्रम द गोनाड्स। गोनाड्स भनेको यो ग्यामेट्स भनेको ओभेरी, गोनाड्स ओभेरी र टेस्टिसले बनाउने हो नि त ग्यामेट्स। सो दे आर फर्म फ्रम द गोनाड्स मिलो। ग्यामेट्स डिप्लोइड होइन। ग्यामेट्स के हुने रहेछ त? ग्यामेट्स आर ह्याप्लोइड हुने रहेछ। इस्ट्रोजन इज सेक्रेटेड बाइ द भन्ने सोधा छ। इस्ट्रोजन केले बनाउने रहेछ? ग्राफियन फोलिकलले बनाउँछ, ग्राफियन फोलिकलले। नेक्स्टमा जाने, मियोसिस सेकेन्ड केमा हुन्छ? मियोसिस सेकेन्ड केमा हुन्छ? सोचेर एन्सर दिनु ल। कतिले मिलाउनुहुन्छ? एन्सर दिनु त। सेकेन्डरी ओसाइट पछि मियोसिस सेकेन्ड हुन्छ। मजाले पढाएको छु नि। प्राइमरी ओसाइट पछि के हुन्छ? प्राइमरी ओसाइट पछि के हुन्छ? मियोसिस फर्स्ट हुन्छ। कर्पस लुटियम इज फर्म बाई भने सोध्यो भने के लगाउने? केबाट बन्ने रहेछ? कर्पस लुटियम इज फर्म बाई ग्राफियन फोलिकल लगाउने कि रप्चर्ड ग्राफियन फोलिकल लगाउने? क्वेसन राम्रोसँग पढ्नु पर्यो नि। ग्राफियन फोलिकल टिक लगाएर मक्ख पर्दै आएर अनि भित्र ए अप्सन नम्बर सी नै भेटिन मैले, ठुइया मलाई मर्न मन लागेको गरे हुन्छ। रप्चर्ड ग्राफियन फोलिकल। क्वेसन राम्रोसँग पढ्नु है। थाहा छ नि, इक्जाममा हुने ग्रेटेस्ट मिस्टेक भनेको हामीले सबै अप्सन पढ्दै पर्दैन र सबै अप्सन पढ्ने अनि मात्र टिक लगाउने। प्रोलिफरेटिभ फेज कोइन्साइड विथ, प्रोलिफरेटिभ फेजको अर्को नाम के हो भन्ने सोध्या हो। प्रोलिफरेटिभ फेज कोइन्साइड विथ फोलिकुलर लुटियल सेक्रेटरी। लुटियल फेज को अर्को नाम सेक्रेटरी फेज हो। फोलिकुलर फेज को अर्को नाम प्रोलिफरेटिभ फेज हो। प्रोलिफरेटिभ फेज, फोलिकुलर फेज, प्री ओभुलेटरी फेज। पी फर प्री ओभुलेटरी, पी फर प्रोलिफरेटिभ। यो चाहिँ फोलिकुलर फेज हो। पोस्ट ओभुलेटरी भनेको लुटियम, कर्पस लुटियम बन्छ नि ओभुलेसन पछि। त्यही भएर लुटियल फेज, सेक्रेटरी फेज। Which part of the sperm contains the respiratory enzyme? Respiratory enzyme कहाँ हुन्छ? रेस्पिरेटरी इन्जाइम पहिला कुन सेल अर्गानेलमा हुन्छ त भनिदिनु न। माइटोकन्ड्रिया होइन? त्यही भएर कुनमा हुने रहेछ त माइटोकन्ड्रिया? एम फर मिडल पिस, एम फर माइटोकन्ड्रिया। क्यापासिटेसन रिफर्स टु चेन्जेस इन, के हो क्यापासिटेसन भनेको? क्यापासिटेसन भनेको प्रिपरेसन फर फर्टिलाइजेसन, केटी भेट्न हिँडेको स्पर्म। प्रिपरेसन फर डेटिङमा नभन्ने, प्रिपरेसन फर फर्टिलाइजेसन, एकसँग फर्टिलाइजेसन हुनको लागि प्रिपरेसन हुने। त्यही भएर यो चाहिँ क्यापासिटेसन चाहिँ केटीसँग भेट्न को प्रिपेयर हुने? केटी प्रिपेयर हुने हो र केटा प्रिपेयर हुने? स्पर्म प्रिपेयर हुने। भेट्नुभन्दा अगाडि प्रिपेयर हुने हो कि भेट्दैपछि प्रिपेयर हुने?
भेट्नुभन्दा अगाडि। त्यही भएर एन्सर के भयो यसको 97 को? टेल मी। 97 को स्पर्म बिफोर द फर्टिलाइजेसन, प्रिपरेसन फर फर्टिलाइजेसन इज क्यापासिटेसन। स्पर्म लाइसिन केले रिलिज गर्छ भने सोधेको छ। स्पर्म लाइसिन इज रिलिज फ्रम भने सोध्यो भने एक्रोजोमले बनाउँछ कि बनाउँदैन? पढाएको होइन। स्पर्म लाइसिनको अर्को नाम के रहेछ? स्पर्म लाइसिनको अर्को नाम के रहेछ? हाइलुरोनिडेज एन्जाइम। At which of the following stage the implantation of uterus takes place? ब्लास्टुला ब्लास्टोसिस्ट भनेर पढाएको होइन? यो रिपिट भयो कि क्या हो यो क्वेसन? योभन्दा अगाडि पनि थियो। त्यो जस्तो लाग्यो होइन, पहिला बनाउँदाखेरि थिएन, इम्ब्रायोलोजीमा थियो। भाइटल कनेक्सन बिट्विन द मदर एन्ड फेटस इज कल्ड भन्ने सोध्यो भने के लगाउने? भाइटल कनेक्सन बिट्विन द मदर एन्ड फेटस, प्लासेन्टा। आमा र बच्चामा जोड्ने चाहिँ प्लासेन्टाले हो। नेक्स्टमा जानु त। Which of the cellular layer disintegrate and regenerate again and again? Disintegrate and regenerate again and again. Endometrium of the uterus. यो सोध्न सक्छ। Sequential hormones during the menstrual cycle. यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। Sequential order of hormone during the menstrual cycle भने सोध्यो भने के लगाउने? सबभन्दा पहिला के हुन्छ? मिन्स हुनुभन्दा पहिला फोलिकल हुन्छ कि हुँदैन? फोलिकल बनाउनलाई के चाहियो? सबभन्दा पहिला फोलिकल बनाउन के चाहियो? एफएसएस। सुरुमा एफएसएस, एफएसएसले के बनायो? फोलिकल। फोलिकलले के सेक्रेट गर्यो? इस्ट्रोजन। अब फोलिकल फुटेपछि के भन्यो? लुटियम। लुटियम भन्छ नि हैन? फुट्नको लागि के चाहियो? एलएच। अनि लुटियमले के बनायो? प्रोजेस्टेरोन। त्यही भएर सबभन्दा फर्स्टमा के भयो? एफएसएस। सिक्वेन्स हेर्नुभयो एफएसएस। एफएसएसले गर्दा के भयो त? फोलिकल। फोलिकलले के बनाउँछ? इस्ट्रोजन। अब इस्ट्रोजन भइसक्यो, अब फोलिकल केमा चेन्ज भयो? लुटियम। केले चेन्ज गर्छ? एलएच र अनि लुटियमले के बनाउँछ? प्रोजेस्टेरोन। सिक्वेन्स के भयो त? 102 को एफएसएस फोलिकल बनाए, एफ फर एफएसएस, एफ फर फोलिकल। फोलिकलले के सेक्रेट गर्छ? इस्ट्रोजन। अनि अब फोलिकल रप्चर भएर केमा चेन्ज हुन्छ? लुटियम। लुटियमले के बनाउँछ? प्रोजेस्टेरोन। सिक्वेन्स मिल्यो कि मिलेन? ल भन्नु त। ल एकचोटि रिक्याप गर्दै जानु क्विक। हार्मोन ड्युरिङ द मेन्स्ट्रुअल साइकल, लास्ट 2 मिनट। मेन्स्ट्रुअल साइकलको लागि हार्मोन चाहिँ के रहेछ सिक्वेन्स? सुरुमा केबाट सुरु हुन्छ? फोलिकल बन्न। सुरुमा फोलिकल बनाउने के रहेछ? एफएसएस। फोलिकलले के बनाउँछ? अब फोलिकल त बन्यो, यसले के बनाउँछ? इस्ट्रोजन। अब फोलिकललाई ओभुलेसन गराउने हार्मोनको नाम के हो? फोलिकलमा ओभुलेसन गराउने हार्मोनको नाम के हो? एलएच। अनि के भयो त? अब लुटियम बन्छ र लुटियमले के बनाउँछ? प्रोजेस्टेरोन बनाउँछ। Which of the following cellular layer disintegrate and regenerate again and again? भत्किने, ब्लिड हुने, फेरि बन्ने के रहेछ त? इन्डोमेट्रियम। यो अचिभर सबको नाम के हो भाइ? तिम्रो नाम? तिम्रो नाम भन। मैले चिनेको हुनुपर्छ, नाइ पनि म तिमीलाई हटाइदिन्छु सधैँभरि जुममा जोइन हुन नमिल्ने गरी। के हो तिम्रो नाम भन? मैले बाहेक थाहा पाउन्न तिम्रो नाम। अब भाइटल कनेक्सन बिट्विन द मदर एन्ड फेटस भने सोध्यो भने के लगाउने? आमा र बच्चामा। छिटो रिक्याप गर्नु। यो रिभिजन पढ्दाखेरि यसरी नै पढ्नु भनेर सिकाएको। प्लासेन्टा। At which of the following stage the implantation takes place? इम्प्लान्टेसन टेक्स प्लेस इन भने सोध्यो भने के रहेछ? ब्लास्टोसिस्ट। स्पर्म लाइसिन केले रिलिज गर्छ? ल भन्नु त। स्पर्म लाइसिन रिलिज गर्ने छिटो रिक्याप गर। स्पर्म लाइसिन केले रिलिज गर्छ? एक्रोजोम। यसको अर्को नाम के रहेछ? हाइलुरोनिडेज एन्जाइम। स्पर्म लाइसिनको अर्को नाम हाइलुरोनिडेज एन्जाइम। क्यापासिटेसन भनेको प्रिपरेसन अफ स्पर्म फर्टिलाइजेसनको लागि। यो त्यही भएर यो के भयो त? स्पर्म बिफोर द फर्टिलाइजेसन। क्लाइटोरिस केसँग होमोलोगस हुने रहेछ?
क्लाइटोरिस केसँग होमोलोगस हुने रहेछ होमोलोगस टु पेनिस अन फर्टिलाइजेसन युरिन अफ मदर कन्टेन्स भने सोध्यो भने के लगाउने युरिन अफ मदर कन्टेन्स प्रेग्नेन्ट भएपछि के हुन्छ एससीजी इजाकुलेटरी डक्ट इज फर्म बाई द युनियन अफ भास डिफरेन्स र डक्ट अफ सेमिनल भेसिकल यताबाट भास डिफरेन्स आउँछ यताबाट सेमिनल भेसिकलको डक्ट आएर दुईटा मिलेर के भन्छ त दिस वान इज इजाकुलेटरी डक्ट भन्छ द मोस्ट कमन साइट अफ इक्टोपिक प्रेग्नेन्सी के रहेछ फ्यालोपियन ट्युबको पनि के रहेछ एम्पुला टेललेस स्पर्म केमा हुने रहेछ एस्क्यारिस र अमिबोइड स्पर्म भने सोध्यो भने एस्क्यारिस फ्रुक्टोज केले बनाउने रहेछ सेमिनल भेसिकल अप्सनमा छैन भने के लगाउने त प्रोस्टेट ग्ल्यान्ड लगाउने सेफ रेट भने सोध्यो भने के लगाउनुहुन्छ सेफ रेट डेट हजुरको मिन्स हुने डेटको अगाडिको 7 दिन पछाडिको 7 दिन डेट प्लस माइनस 7 डेज अनसेफ पिरियड भनेको बिचको 14 दिनको अगाडिको 5 दिन पछाडिको 5 दिन 9 देखि 19 दिन अनसेफ पिरियड नियरर अप्सन टिक लगाउनु पर्छ सटोरी सेल लाइक केले रेगुलेट गर्छ एफएसएस ले मेमोरी ग्ल्यान्ड के रहेछ एपोक्राइन सेबासियस ग्ल्यान्ड के रहेछ होलोक्राइन मेमोरी ग्ल्यान्ड के को मोडिफिकेसन हो स्वेट ग्ल्यान्ड स्पर्ममा के हुँदैन इन्डोप्लाज्मिक रेटिकुलम हुँदैन अरु सबै हुन्छ हार्मोन रेस्पोन्सिबल फर अट्याचमेन्ट अफ एम्ब्रायो इन द वाल अफ युटेरस यो चाहिँ प्रेग्नेन्सी गराउने हार्मोन हो त्यसको नाम के रहेछ प्रोजेस्टेरोन द युटेराइन लेयर अफ ह्युमन बिइङ दैट इज सोलज अफ ड्युरिङ द मिन्स हुँदा ब्रेकडाउन हुने के रहेछ स्ट्राटम फंक्शनालिस ओभुलेसन इन द मैमल्स इज द प्रोसेस अफ एग रिलीज फ्रम द ग्राफियन फोलिकलबाट एग रिलीज हुनेलाई के भन्ने रहेछ ओभुलेसन How many sperm from the 24 secondary spermatocytes secondary भनेपछि multiply by 2 गर्ने primary भन्नु भने multiply by 4 भन्ने 4 गर्ने त्यही भएर कति भयो त multiply by 2 48 oogenesis haploid egg is fertilized by sperm A to stage fertilization हुँदा के हुन्छ ठ्याक्क डेटिङ गर्दा सेकेन्डरी साइड हुन्छ अब डेटिङ पछि बीए भइसकेपछि फर्टिलाइजेसन भइसकेपछि के हुन्छ ओभम हुन्छ A single primary spermatocyte and single primary oocyte के दिन्छ spermatocyte ले चारवटा स्पर्म दिन्छ र प्राइमरी oocyte ले चाहिँ जम्मा एक दिन्छ भने एउटा एक दिन्छ तीनवटा पोलार बडी दिन्छ टोटल प्रोडक्ट दुईटैमा 4 हो स्पर्मेटोसाइट को पनि चारवटा स्पर्म oocyte को पनि चारवटा प्रोडक्ट मध्ये तीनटा पोलार बडी बन्छ र एउटा मात्रै ओभम बन्छ What is true about gametes? Gametes are diploid भनेको छ डिप्लोइड हैन हैप्लोइड हो ग्यामेट्सले कहिले पनि गोनाड्स बनाउँदैन त्यो कन्सेप्ट हैन तर ग्यामेट्स कहाँबाट बन्छ भनेर सोध्यो भने गोनाड्स ओभेरी र टेस्टिसबाट बन्छ त्यही भएर 91 को डी इस्ट्रोजन इज सेक्रेटेड बाइ ग्राफियन फोलिकल को नि कुन सेलले बनाउँछ भने सोध्छ ग्रानुलोसा सेलले मियोसिस सेकेन्ड केमा के हुन्छ सेकेन्डरी oocyte अथवा सेकेन्डरी स्पर्मेटोसाइट मियोसिस फर्स्ट केमा हुन्छ भने सोध्यो भने प्राइमरी oocyte अथवा प्राइमरी स्पर्मेटोसाइट कर्पस लुटियम केबाट बन्छ ग्राफियन फोलिकल मात्रै अप्सनमा नहेर्नु फर्स्टमा के चुज गर्नुपर्छ रप्चर ग्राफियन फोलिकल छैन भने बल्ल ग्राफियन फोलिकलले चित्त बुझाउने हो प्रोलिफरेटिभ फेज कोइन्साइड विथ प्रोलिफरेटिभ फेजको अर्को नाम के रहेछ फोलिकुलर फेज अथवा प्री ओभुलेटरी फेज त्यही भएर एन्सर के लगाउने फोलिकुलर फेज द इन्जाइम which part of the sperm contain the respiratory enzyme केमा हुन्छ माइटोकन्ड्रिया र माइटोकन्ड्रिया स्पर्म को कुन पार्टमा हुन्छ मिडल पिसमा आजको लागि यति नै यो सँगै रिप्रोडक्टिभ सिस्टम सकियो हजुरको भोलि र पर्सि चाहिँ फाइलमको क्लास हुन्छ ल भोलि र पर्सि विकेन्डमा चाहिँ लास्टतिर चाहिँ फाइलमको क्लास हुन्छ त्यस्तो क्वेशन त सोध्न ब्लड अमाउन्ट इन इट्स मिन्स भनेर सोध्न त मिल्दैन तर नर्मल भ्यालु चाहिँ हुन्छ भाइ हैन मिन्स हुने नर्मल भ्यालु चाहिँ जस्तै 5 लिटरको लगभग 5% जस्तो हुन्छ आफै क्याल्कुलेट गर्नु त यो नर्मल भ्यालु हुन्छ धेरै भयो भने चाहिँ
धेरै भयो भने चाहिँ एब्नर्मल हुन्छ कि युजुअली हजुरले 50 सम्झिनु न 50 है एउटा साइकलमा 50 सम्झिनु 50 को नजिकको अप्सन टिक लगाउनु हुन्छ। अर्को चाहिँ सोध्ने क्वेसन स्पर्मको लाइफ स्प्यान कति हो भनेर सोध्छ कति माग्छ भाइ स्पर्म विनोद तिम्रो के थियो 72 घण्टा माग्छ ल स्पर्म र स्क्रिनशट गर्दै जानु है मैले देखाइरहेको छु स्क्रिनशट विनोदको के थियो भाइ एउटा क्वेसन थियो सर द स्पर्म कन्टेन अटोसम एन्ड अप्सन नम्बर ए मा छ ओन्ली 1 वाई क्रोमोजम बी मा छ ओन्ली 1 एक्स क्रोमोजम सी मा छ बोथ एक्स एन्ड वाई क्रोमोजम डी मा छ आइदर एक्स और वाई क्रोमोजम। ल यसको एन्सर भन्नु त स्पर्ममा एक्स क्रोमोजोम हुन्छ कि वाई क्रोमोजोम हुन्छ कि बोथ क्रोमोजोम हुन्छ स्पर्ममा चाहिँ एक्स पनि हुन सक्छ वाई पनि हुन सक्छ भाइ है त एक्स और वाई भन्ने टिक लगाउनु पर्यो। अनि सर 84 को एकचोटी त्यसमा सेन्ट्रोइड हुन्छ कि एन्सर कहाँ हुन्छ सेन्ट्रियोल त भाइ नेकमा हुन्छ नि त्यो त्यहाँ ओभम भने थियो क्या हो कहाँ ओभम भनेछ भाइ स्पर्म भनेछ अनि ओभम भने के हुन्छ सर तिमी आफै क्वेसन नबनाउ न भाइ कहाँ छ क्वेसन त्यो सर एउटा पाइदै क्वेसन बनाइदिनु सर बीएस मिश्रा सरको बुकमा थियो ल पठाऊ ग्रुपमा हाल डज नट कन्टेन ओभम भनेर छ हजुर ल ग्रुपमा हाल त भाइ है ओके सर त्यही भएर यो घुमाउने उ गर्ने अब क्युरियोसिटी इम्पोर्टेन्ट हो तर नचाहिने कुरामा चाहिँ लस्ट नहुनु है त यो पनि स्क्रिनशट गर्नु ग्रुपमा हालिदिनु भाइ है म हेर्छु नि त्यो क्वेसन मलाई क्वेसनै चाहिन्छ यस्तावाला चाहिँ है त ओभममा चाहिँ तिमीले भनेको जस्तो अघिको सेन्ट्रियोल पनि लगाउन मिल्छ है त भाइ ओभममा सेन्ट्रियोल हुँदैन भनेर लगाउन मिल्छ ओके त्यही क्वेसन छ भने चाहिँ यो पनि स्क्रिनशट गर्नु अब 104 आफै पढ्ने है भाइ 104 105 एक दुईटा क्वेसन त गर्नु पर्यो नि हैन मैले सकेसम्म मेरो मेहनतले ब्रह्मले भ्याएसम्म टपिक सकिनेसम्म मैले कभर गरेको छु छ कि छैन भन्नु त एकचोटि बुझ्नु राम्रोसँग बुझ्नु भोलि बुझाइदिन्छु यदि बुझ्नु भएन भने ल यो पनि स्क्रिनशट गर्नु यत्रो क्वेसन गराएको छु हैन एउटा सिस्टममा 100 वटा क्वेसन गराएको छु त्यत्रो सोलुसन दिएर हैन मेहनत गरेकै होला नि मैले नि थ्यांक यू अब नेक्स्ट डे अब अर्को सिस्टम सुरु गर्छु भोलि र पर्सि चाहिँ फाइनल हुन्छ तिमीले चाहिँ ओभम डज नट कन्टेन भन्नु भने भाइ सेन्ट्रियोल लगाइदेऊ न है त्यही क्वेसन सोधेको भए क्वेसन हाल्देऊ अरूलाई पनि प्र्याक्टिस हुन्छ विनोद भाइ सुन्दैछौ हजुर सर हजुर तिमी कुन कलेज पढेको सर कालिका बुटोल बीएस मिश्र सरको बुक कहाँबाट आइपुग्यो तिम्रोमा सर दाइ नि प्रिपरेसन गर्नुभएको थियो उहाँ पढिराख्नु भएको छ 4th इयरमा अनि दाइले पढ्नु भएको थियो त्यही बुक थियो तिमी मेरो क्लासमा कसरी जोइन भयौ त सर हजुर किने थियो त्यो के भन्छन् यो वाला यो पछिवाला मात्र यो क्वाड वाला त्यही त कसरी थाहा पायौ भनेको मेरो क्लासमा साथी छन् सरोज भन्ने उहाँले भन्नुभएको थियो तिमी खुसी छौ कि छैनौ एकदम खुसी ओके ल थ्यांक यू आज क्लास इन गर्थे है ओके सर